समावेश गरेको हो कुन गीत निष्ठुरीले माया गरी आफैलाई रोगी बनाए कस्तो छ एक लाइन गाइदिनुस् निष्ठुरीलाई माया गरे निष्ठुरीलाई माया गरे आफैलाई रोगी बनाए माया साँच्चै मोह रहेछ आफैलाई जोगी बनाए निष्ठुरीलाई माया गरी आफैलाई रोगी बनाए यो गीत तपाईको हजुर अनि राजेले के गर्नु एल्बममा यो गीत सङ्गीत र गायन मेरो रेडियो नेपालमा मैले रेडियो गरेको थिएँ ऊ एक दिन म्युजिक नेपालमा आएछ हाँस्दै धेरै तारिफ गरेर धेरै भन्यो मेरो छेउमा बसेछ दाईको गीत त गजब गीत छ दाई मजा आयो दाई गीत मिठो छ दाई मैले थ्याङ्क यू यो गीत म पनि गाउँछु दाई मैले भने गाउँ न तिमी पनि गाउँ न त मलाई त लाग्यो स्टेजमा गाउँछ होला यो उसले त रेकर्ड नै गरेर चाहिँ उडाइदिएछ फेरि मैले थाहा पाएँ मैले उसलाई बेसमारी झपारेँ मैले वाट यु डिड डिलिट गरेर यसलाई अनि हुन्छ दाइ डिलिट गरिदिन्छु त्यसपछि उसले मलाई धेरै घुमाउन थाल्यो कि अनि गाउन थाल्यो यो अनि के भएछ भने एल्बमहरूमा हेरेँ मैले मेरो नहुने छैन केही छैन के भएको काठमाडौँ आउँदा म त सुटिङमा व्यस्त रहन्थेँ फेरि गइहाल टाइट सेड्युल हुन्थ्यो उतातिर ध्यानै मेरो जान्थेन ठिक छ फेरि मैले भन्छ ठिक छ गाइरहेको छ गाउन अस्ति म विदेश जाँदाखेरि विदेशमा एक दुई ठाउँमा चाहिँ मैले गीत गाएँ अनि मान्छेले हो यो त राजेश पायलको गीत हो तर तपाईँले त राजेश पायलभन्दा पनि मिठो गाउनु भएको छ है अब भन्नुहोस् मलाई कस्तो बित्यो होला अनि मलाई एक्सप्लेन गर्नु पर्यो भने दिस इज माई सङ यो मेरो गीत हो मैले यस्तो यस्तो गाएको थिएँ रेडियो नेपालमा अनि अनुमति नलिई यो राजेश पायलले यस्तो यस्तो गरेछ मैले त्यहाँनिर कुराहरू भने स्पष्ट गरेँ अनि श्रोताहरूले भने कहिले पनि उहाँले तपाईँको नाउँ भन्नु भएन स्टेजमा कि म फलानुको गीत गाउँदैछु भनेर कहिले पनि भन्नु भएन जब मैले स्ट्याटस हालेँ प्रकाशज्यू अनि लन्डनबाट हङकङबाट अमेरिकाबाट अस्ट्रेलियाबाट कहाँबाट मैले मेरा फ्यानहरूले यो गीत हजुरको हामीलाई थाहै थिएन हामीले त यो लाग्थ्यो कि यो त राजेश पायलको गीत हो यो हजुरको गीत हो भन्ने कुरै मतलब थाहै थिएन हामीलाई अब भन्नुहोस् अब कुरा कहाँ पुग्यो अनि त्यतिकै बेला चाहिँ नै त्यो एउटा गलबन्दीको गीतको चाहिँ नै मैले हेरेको थिएँ हालाकि जुन मान्छेले दावा गर्यो कि यो मेरो गीत हो भन्ने त्यो यति मतलब वरिष्ठ कलाकार त्यो पनि फोकको लागि झगडा गर्नुभयो उहाँले कि दिस इज माई क्रिएसन इट वाज नट इज क्रिएसन इट वाज ट्रेडिसनल फोक एनिवे उहाँले यति गर्नुभयो त्यसपछि चाहिँ उहाँका समर्थकहरूले जुन त्यो गायकलाई गलबन्दी गाउने गायकलाई जुन जात लगाएर जुन गाली साली यति दियो कि मलाई कति घोच्यो होला भन्नुहोस् त्यति बेला पनि म चुप लागेको थिएँ तर जब म अमेरिकाबाट आएँ अनि मैले त्यो स्टेटस लेखेँ अनि स्टेटस लेख्दाखेरि सबैले भन्नु मलाई यस्तो यस्तो यो हजुरको गीत थाहा थिएन यो त कुराहरू हुँदै थियो अनि धेरै चाहिँ त्यसमा कमेन्ट आयो त्यसपछि राजेश पायल राईले मलाई एउटा मेसेज गर्यो कि दाइ नमस्कार यस्तो यस्तो मैले स्टेटसमा दाइको पढेँ हुन त मैले दाइलाई भनेको थिएँ प्राइम स्टुडियोमा कि यो गीत म मगाउँछु तर लिखितमा मैले लिएको थिएन अनुमति लिएको थिएन त्यो चाहिँ गल्ती भएछ सानो भाइ सम्झेर मलाई माफ गरिदिनुहोस् यस्तो गरिदिनुहोस् उसले मलाई भन्यो मैले भने भाइ तिमीले कतिचोटि मैले मना गरेको थिएँ मैले भाइ हेलो भाइ नमस्ते मैले जवाफ किन दियो तिमीलाई भने यु आर ए भेरी गुड सिङ्गर आई लाइक यु बट विच यु डिड तिमीले राम्रो गरेन तिमीलाई मैले कतिचोटि चाहिँ यसलाई चाहिँ डिलिट गर्न भनेको तिमीले गरेनौ धेरै कुरा लेखेँ मैले उसलाई के अब कुराको निचोड अनि निचोड यो भएछ मैले उसले एउटै कुरा भने कि म यो भाइरल गर्नको लागि यो गरेँ होइन आजदेखि तिमीले कुनै पनि स्टेजमा मेरो गीत नगाउने तर मैले थाहा पाएँ अहिले युएसएमा पनि यो गीतहरू गाइरहेछ त्यो अनि म एउटै कुरा म भन्न चाहन्छु यु कम अन द टेबल एन्ड टक टु मी यहाँ जति पनि वरिष्ठहरू छन् उनीहरूलाई राखौँ मिडियाको मान्छेलाई राखौँ सङ्गीतको क्षेत्रका मान्छेलाई राखौँ गीतकारको मान्छेहरूलाई राखेर बसेर फैसला गरौँ यो चाहिँ नि खामखा चाहिँ नि एउटा भाइरल त्यस्तो नहोस् कि
र मान्छेलाई यो नलाओस् कि मुरलीधर चाहिँ पपुलर हुनको लागि चाहिँ नि यो मिडियामा यस्तो गर्दैछ। तर मिडियामा परिचय मतलब मुरलीधर भाइरल त्यतिकै छ। मुरलीधरको गीतले मुरलीधरको नामै काफी छैन। नामै काफी छ मुरलीधर। त्यस हुनाले भएको चाहिँ के तपाईँको गीत राजेशजीले